पार्टीबाट राजीनामा दिएको होइन, यो अहिलेको मात्रै कुरा होइन। यो इभन हामी जुन बेला सांसद केन्द्रीय सदस्य थिएनौँ त्यति बेला पनि मैले प्रपोज गरेको थिएँ, हामी सांसदलाई सांसद रहन नदिउँ, बरु म यो संस्थापक केन्द्रीय पार्टी स्थापना भएको 2 महिनापछि बल्ल जोइन गरेको हो नि त, बरु म छोडिदिन्छु। तर सांसदलाई सांसदको काम दियो। पार्टी भनेको जहिले पनि दुईटा कुरा हुन्छ, एउटा मुभमेन्ट, हरेक हाम्रो के भन्छ विचारलाई वडा गाउँ च्यापिसम्म लाने, अर्को हुन्छ तपाईँको सदनमा पोलिसी मेकिङ गभर्नेन्सको बाटोमा पढाइ गर्ने। दुवै ठाउँमा एउटै व्यक्ति हुन चाहिँ नि असम्भव भइरहेछ होइन। मैले पनि त्यो त एक्सपिरियन्स गरेँ। म मन्त्रालयमा हुँदै गर्दाखेरि तपाईँहरूले याद पनि गर्नुभयो होला, यो विभागमा पनि मैले धेरैचोटि पनि भनेको छु, म यो शिक्षा विभाग यो त यसमा म काम गर्छु, तर सञ्चार विभागको पनि प्रमुख म छु। त्यसपछि एकताका म सहमहामन्त्री पनि थिएँ, त्यसपछि केन्द्रीय सचिव, त्यसपछि मन्त्री पनि भएँ। धेरैवटा पद सभापतिपछि सायद मैले लिएको होइन। यो लिँदै गर्दाखेरि यो सञ्चारमा चाहिँ नि चाहिने सञ्चार विभागमा यो संसार भनेको फेरि तपाईँको पत्रकारितावाला होइन क्या, तपाईँको यो मन्त्रालय हेर्नु होला, हाम्रोमा विभागहरू कसरी बनाएको छ, जो सांसद जुन विभागमा छ त्यही अनुसार चाहिँ नि जुन समितिमा संसदीय समितिमा छ त्यही अनुसार विभाग बनायो भने ठ्याक्क जनताको समस्या ट्याक्कै राख्नु पाउँछ भनेर गरेको। तर त्यो विभागमा काम गर्न सकिरहेको छैन। त्यो अर्को प्रमुख